तीर्थ घुम्ने क्रममा हामी अन्तिम चरणमा आइसकेको छौँ है। यहाँनिर चाहिँ खान्डो मन्दरबारको जुन भेट भनेर भनिन्छ है। अनि हिन्दू धर्मावलम्बीहरूले चाहिँ गुप्तेश्वर महादेव भनेर यहाँनिर चिन्ता रहेछ। किनभने अलिक त्यहाँनिर लेखेको हुन्छ हाम्रो ग्रुप यहाँनिर। अनि यसको चाहिँ अब पहिला गुरुङबेटे यहाँनिर जब पाल्नुभयो है, त्यो समयमा चाहिँ उता भारतवर्षमै गुरुङबेटेले भन्नुभएको रहेछ। अनि मलाई चाहिँ जसले पनि मलाई पछ्याउँछ है, मेरो धर्मलाई पछ्याउँछ, यहाँनिर आउनु, यो ठाउँमा आउनु, हालेसीमा आउनु भनेर चाहिँ भन्नुभएको रहेछ उहाँले। अनि लाचेन मन्दरबारलाई भन्नुभएको रहेछ। अनि उहाँले चाहिँ अब त्यहाँको पछाडि चाहिँ गुरुङबेटे चाहिँ कहाँ चाहिँ छ अब यहाँनिर हालेसीमा भनेर पुरा खोज्दै पुरा हतास पुरा थकित भएको छ। अनि उहाँ चाहिँ कतै आउँदा चाहिँ यहाँ आइपुग्नु भएको छ। उहाँलाई चाहिँ यही ठाउँमै गुरुङबेटेको यो हालेसी भन्ने चाहिँ मारुतिका डाकु चाहिँ यही होला भनेर चाहिँ उहाँले सोचेर बस्नु भएको छ। अनि यसो हेर्दाखेरि उहाँलाई यस्तो लागेको छ, अनि यो ठाउँ त होइन रहेछ भने उहाँले चाहिँ अब एकदम थकित भएर चाहिँ एकखेप उहाँले चाहिँ अब म चाहिँ नसक्ने रहेछु, नभेट्ने रहेछु गुरुङबेटेलाई भनेर चाहिँ पुरा मनमा एकदम त्यो भएर चाहिँ सुत्नु भएको रहेछ, निदा छ त्यो कि। अनि सपनामा चाहिँ गुरुङबेटे त्यति बेला चाहिँ पाल्नु भएको छ। गुरुङबेटे पाल्नु हुँदाखेरि त्यहाँनिर चाहिँ उहाँ जब खान्डो मन्दरबार बुझ्नु भयो त्यति बेला चाहिँ उहाँले चाहिँ मारुतिकामा पाउनु भएको छ। अनि त्यो चाहिँ यो चाहिँ मन्दरबारले चाहिँ यहाँनिर ध्यान साधना गुरुङबेटेले पछाडि यहाँमा राखिदिनु भएको रहेछ। अनि यहीँनिर ध्यान साधना गर्नु भनेर चाहिँ त्यस्तो पारा पनि राख्नु भएको रहेछ है। यहाँको चाहिँ यसो अनि गुरुङबेटे यतापट्टि यहाँनिर बस्नु भएको रहेछ। यहाँ गुरुङबेटे टीहरू छ। अनि यहाँभित्र चाहिँ अब खान्डो मन्दरबारले प्रयोग गर्नुभएको चुल्हाहरू भयो है। अनि यहाँनिर पूजामा प्रयोग गर्ने उहाँले सामानहरू पनि यहाँ राख्नु भएको सबै शिला भएर बसेको रहेछ। अनि यहाँ चाहिँ भित्र बस्दाखेरि चाहिँ हामीलाई पुरा फ्री बक्स गर्दछ एकदम। हामी अमृतले नै नुहाउँदो रहेछौँ। बाहिर निक्लिँदा चाहिँ अचम्म के हुँदो रहेछ भने शरीरबाट अटोमेटिक त्यो सुकेको जस्तो फिल हुँदो रहेछ। त्यो तपाईँहरू याद गर्नुभयो होला है, त्यो भिजेको फिल हुँदैन रहेछ भित्र भए पनि बाहिर निक्लिँदा चाहिँ त्यस्तो फिल मैले पनि अनुभव गरेँ। तपाईँहरूले पनि सायद गर्नुभयो होला है, कस्तो लाग्यो होला है। र अलिकति यहाँनिर यहाँ सोधिदिनुहोस् उहाँ नानीहरूलाई कस्तो लाग्यो ठाउँमा आइसकेर अलिकति सानो। अनि तपाईँलाई कस्तो लाग्यो मन्दरबारको गेटमा आएर अलिकति बताइदिनुहोस्। के सन्देश छ तपाईँलाई अरू धर्मावलम्बीहरूको लागि पनि? तपाईँहरू आउनुभयो भने चाहिँ यहाँनिर यो ठाउँमा आउनु चाहिँ नभुल्नु होला। बाटो अलिकति अप्ठ्यारो छ तर आउनु सक्नुहुन्छ। फेरि अब हामी अर्को ठाउँ जानेछौँ, अब त्यहाँ पनि देखाउनेछौँ। धन्यवाद।